हेलो एभ्रिवान, आज चाहिँ म तपाईहरुलाई च्याउको सब्जी अनि रोटी बनाएर देखाउँछु। आजको खाजा हजुरहरूले के खानुभयो, कस्तो खानुभयो। आज चाहिँ मेरो यो छ बेलुकाको लागि। आलुलाई काटेर यहाँ यो चाहिँ हो लसुन अदुवाको पेस्ट। यता देख्न सक्नुहुन्छ यो काटेको प्याज, यो टमाटर अनि यो खोर्सानी। टमाटर चाहिँ मलाई अलिक मन पर्ने हुँदा म चाहिँ अलिक बढी नै लगाउँछु टमाटर। कसैलाई मन पर्छ कसैलाई पर्दैन। अब म पकाउन गइरहेको छु। मेरो चाहिँ यहाँ पेन तातेर तयारी भएको छ। तेल हाले, आफूले आवश्यक पर्ने मसलाहरू यहाँ छ। जो आफूलाई स्वाद अनुसार 4-5 मिनटसम्म पकाउनु पर्छ, भुट्नु पर्छ, किनकि आलु अलिक कडा हुन्छ, च्याउको साथमा पाक्दैन। अनि मसला र टमाटर राख्नुपर्छ। मैले चाहिँ राखिसकेँ अनि च्याउ हालेँ। यसलाई मजाले पल्टाई छोपी सानो आगोमा पकाउनु पर्छ। त्यो 10 मिनेटमा एकदम तयार हुन्छ खानाको लागि योग्य। अब आयो पालो रोटी बनाउने। म चाहिँ अब पिठो मुस्न गइरहेको छु। अब राम्रो यसलाई सुक्खा रोटीको डो बनाउनु पर्छ। अब यतिकै भइसकेको छ, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ 5 देखि 7 मिनेटसम्म ढाकेर राख्यो भने आफै मजाले भिज्छ। कसैले चाहिँ यसलाई मजाले यसरी मिच्नुहुन्छ, तर म चाहिँ त्यस्तो गर्दिनँ। यतिकै पनि 5 मिनट पछाडि रेडी हुन्छ। रोटी बनाउन चाहिँ यहाँ तयारी भयो। यहाँ रोटी, यहाँ एउटा रोटी मैले बसाइसकेँ। यता अलिकति रस लगाएको सब्जी पाक्दैछ। सब्जीहरू सबै पकाइसक्नुभयो? सब्जी यो भुटेको अनि रसवाला यहाँ बन्दैछ। यता रोटी बन्दैछ, यहाँ बढेको छ। अलिअलि गर्दा रोटी पनि सक्यो। यसरी यसको माथि राख्ने, अलिअलि हल्का थिच्ने। रोटी मजाले फुलेर तयारी निकाल्ने। यता छ रोटी, पानी अनि यो भुटेको सब्जी फ्राई गरेको। यता छ रसवाला। जसलाई जस्तो मन लाग्यो त्यस्तै खान सकिन्छ। आजको खाना चाहिँ मेरो रेडी भयो साथीहरू।